to my vlog. So आज चाहिँ हाम्रो खासै केही प्लान छैन त्यतिकै कहाँ निस्किने के गर्ने अब आज पब्लिक होलिडे भइहाल्यो आज र भोलि दुईजनाकै बिदा हेरौँ अब बाइक राइड जाने भनेको आज डबल डिमेरिट छ त्यही भएर अलिकति रिस्की नै हुन्छ बाइक बिस्तारै कुदाउनु मजा नै आउँदैन त्यही भएर अब अहिलेलाई चाहिँ खाजा खाने खाजा खाएर अनि त्यसपछि ठाउँमा जाने प्लान छ तर नट स्योर यो छिके हुन्छ तर अहिलेलाई चाहिँ खाजा बनाउमै त त्यसै Southern California, but I'm allergic to the rain. What happened to euphoria? मैले चाहिँ वेट लसको लागि चाहिँ एकदमै स्ट्रगल गर्थेँ पहिलेदेखि आजकल त्यस्तै सिम्पल डायट ह्याकहरू आफै गर्दा गर्दै आफै आउनु थाल्यो क्या जस्तै नर्मल फास्ट फुड भन्दा पनि अब आफूले खाइराख्ने कुरा हुन्छ नि जस्तै फ्राइड राइस अनि इभन भातहरू पनि खाँदा हुन्छ क्या तर अब के भन्छ चिकन करी मटन करीहरू बनाउँदा चाहिँ तेल कम हाल्नु पऱ्यो अनि अलिकति चिकन ब्रेस्टहरू हेभी बनाएर खानु पऱ्यो एनिवे पुरै डाइटकै बारेमा मात्र भयो होल ब्लग होइन फेरि एउटा सानो प्रब्लम चाहिँ लेन्स लाउनुपर्छ क्या नत्र मैले आँखै देख्छु तर त्यस्तै ब्लरी देख्छु क्या चस्मा लाएर हेर्नु फेरि ल्याङ लाग्छ क्या मलाई ठिक हुन्छ चस्मा होइन तर म फेरि किचनमा काम गर्छु नि त अनि पिठोहरूसँग खेल्नुपर्छ अनि पिठोहरूले फेरि अलिकति बाहिर त्यो सेतो बनाइदिँदो रहेछ क्या अनि त्यो क्लियर चाहिँ नदेख्ने क्या कहिले पनि एउटा सेतो वाइट कलरको फिल्टर हाले जस्तो क्या मलाई सुरुमा लेन्स लाउन 10 देखि 15 मिनट लाग्थ्यो होइन अनि यस्तो डर लाग्थ्यो कि आँखामा छुनलाई खै त्यो के हो हुने होइन त्यो आँखामा हातले छुने भन्ने त्यो सम्झिँदै यस्तो चिरिङ्ग हुन्थ्यो क्या तर आजकल चाहिँ धेरै बेर लाग्दैन ओके बाहिर त कडा हावा लागिरहेको छ यार बाहिर गएर हेर्ने कस्तो बाहिर खतरा हावा लागिरहेको छ पानी पर्ला जस्तो पनि छ हेरौँ जस्तो भयो नि अब बाहिर निस्किने हो छाता लिएर पनि बाहिर निस्किने हो हेरौँ बुढीले के गरेर मेकअप गरेर होला के हो यो के डाइसन एयर ऱ्याप कति बेला निस्किने अब निस्किने हो सनस्क्रिन लाएर जुत्ता लाएर पनि सक्यो अब जस्ट बाहिर निस्किने मात्र काम भइहाल्यो अब बाहिर क्यामेरा लिएर निस्किने चाहिँ यस्तो लाज लाग्छ क्या अब पनि है अरूले देखिरहेको छ कि मलाई जस्तो लाग्छ क्या एकदमै यो फियर चाहिँ होइन रियल हो क्या एनिवे एकदमै थोरै मान्छे भएको ठाउँमा जानु लागिरहेको होइन त्यो भएर खासै मतलब छैन छिटो अब चाहिँ हामी हिँड्ने खै 2 घन्टा लाएर मेकअप गरेको हो अब चाहिँ ड्राइभ गरेर अनि त्यहीँ पुगेर त्यहीँ भेटौँ है त I don't need no one to say you're complicated. भिडियो बनाउँला भ्लग बनाउँला भनेको एक्लै भइन्छ होला भनेको यहाँ त सब मान्छे छ It's so typical, you wanna give it one more try. होटल ए भ्यूले गर्दा है यस्तो रहेछ यहाँ चाहिँ यतापट्टि चाहिँ यस्तो यतापट्टि चाहिँ ड्याम तर जस घुम्न आउनलाई चाहिँ राम्रै एकचोटि भिजिट गर्नलाई त नट ब्याड Cause I don't believe you when you say that you miss me. Cause where are your actions to prove me you're different? When I say I need you and you head the direction that's leading away from me, baby. त्यही जाडो भयो आज यहाँ गर्मी हुन्छ भनेर है गर्मी हुन्छ जस्तो लागिरहेको थियो है सनस्क्रिन लाएर आएको हजुर सनस्क्रिन लाएर आयो तर यस्तो गर्मी जाडो भयो हाम्रो आजको घुमाइ अब यति नै होला सायद त्यहाँ अलिकति इन्ट्रेस्टिङ केही रहेछ
तर त्यहाँ जान मिल्दैन जानु मिल्दैन त्यहाँ त्यो यति हो जान मिल्दैन यति नै हो त्यसो अब हामी यहाँबाट एकछिनमा अनि अब फर्किनु यस्तोमा ड्यामहरूमा कहिले आएको थिएन मतलब त्यो नेपालको ड्यामहरूमा त गएको म त नेपालको पनि गएको थिइनँ नेपालको ड्यामहरू मैले त फोटोहरूमा देखाएको थिएँ त्यही हो म जानु त म अहिलेसम्म गएको छैन। Believe you when you say that you miss me. Cause where are your actions to prove me you're different? When I say I need you and you head the direction that's leading away from me, baby. फरक चाहिँ नपर्ने रहेछ कि अझै टाइम दिएर आयो भने पनि क्या घुम्न घुम्न आउन भनेको नआउन चाहिँ भनेर सुनेको नहुन त अझ यहाँ जाडो जाडो चाहिँ अन्त भन्दा अलिकति कडै लाग्यो मलाई होइन क्याटराक्ट ड्याम पिकनिक गर्न यताउति गर्न एक दिन राइड पनि आउनु पऱ्यो बाइक लिएर नाइस लिटल भिडियो कस्तो चिसो भयो कि मलाई त यहाँबाट टक्क उता क्याम्बेल टाउनसम्म गएको एउटा 10-15 मिनटको नाइस फुटेज आउँछ एनिवे अब चाहिँ हामी अब लाग्यौँ सायद सिधै कहाँ जाने दभट्टी जाऊँ है दभट्टी गएर के खानु पऱ्यो अघि भर्खर खाएको तातो छ भोक लागिरहेको छ अलिअलि चटपटी पनि खाएर भ्यायो चटपटी नाइस है घर बनाएको भन्दा मिल्ला है यसको काममा भन्दा नि मिठो होइन यतिकै प्र्याक्टिस सिकिरहेको मैले मात्र खाएर पनि भ्यायो अब यसो अलिकति डाइजेस्ट गर्नलाई हल्का वाकमा हिँडेको क्यामेराको चार्ज जम्मा 10% भने है भर्खरै 100% थियो है मेरो बुढीलाई चाहिँ के भयो फेरि बाटो काट्नु डराएर उताबाट आउँदैछ डरपोक किन डराएको 14 सेकेन्ड थियो त 14 सेकेन्ड थियो त ब्लग हेर्ने चाहिँ हामी हो भन्ने थाहा छ मलाई युट्युबमा हाल्यो भने त्यस्तो भाइरल होइन 50 भ्यू आयो भने पनि लक्की हो तैँले आफैले 10 चोटि हेरेर त्यस्तो स्केरी चाहिँ हुँदैन रहेछ क्या ब्लगिङ गर्नु मलाई चाहिँ एकदमै डर लाग्थ्यो होइन के सोध्छ मान्छेहरूले के भन्छ जस्तो लाग्थ्यो तर खोइ गयो यतिकै आफ्नो काम गऱ्यो आयो बेस्ट एप्रोच चाहिँ एकदमै एकदम स्पोन्टेनियस क्या गर्ने अब जे गर्न जान्लाको हो त्यो गर्ने होइन त्यसमा अलिअलि क्यामेराहरू इन्क्लुड गर्ने होइन होपफुल्ली एकदम इन्ट्रेस्टिङ बन्यो होला हेर्न मजा आउँछ होला होइन गएर अब एडिट गरेपछि थाहा हुन्छ अनि या सी यू नेक्स्ट टाइम बाई